नमस्ते सम्पूर्णलाई। आज म हजुरहरुलाई एलब्याक यानी कि टी सजिलोसित हामीले कसरी कटाउन सकिन्छ त भन्ने बारेमा जानकारी दिन गइरहेकी छु। कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला र भिडियो मन परेमा लाइक, कमेन्ट र यस्तै अन्य जानकारी चाहिएमा मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। एलब्याक जाँदा चाहिँ अब थोरै यो साइड च्यापेर जाने, फेरि यता सिधा जाँदाखेरि यो साइड छुन्छ हैन, ट्याक्क यो ड्राइभर साइड च्यापेर जाँदाखेरि जब माथि छिरिन्छ त्यसपछि यतापट्टि यो साइड च्याप्नु पर्छ। पुरेको अब माथि गएपछि यो साइडपट्टि च्याप्नु पर्छ। लगभग एक हात जतिको ग्याप बनाउने क्या। अब सिधा गर्नु स्टियरिङ, पहिला न्युट्रल राख्नु, ग्याप हेर्नु त साउन्ड आउँछ नि त ब्याक गियर हानेपछि ब्याकको ट्याक्क साउन्ड आउँछ। अब ग्याप हेर्नु, ग्याप चाहिँ हामीलाई जहिले पनि लगभग एक हात जतिको ग्याप छ हेर्नु त। यतिको ग्याप चाहिँ ठिक्क हो। केही गरी ग्याप यतापट्टि ठुलो भयो भने चाहिँ तपाईँले जता ठुलो छ त्यतै घुमाउनु पऱ्यो होइन। केही गरी यता अलिकति ग्याप सानो हो भने चाहिँ अपोजिट घुमाउनु पऱ्यो। अब लगभग अहिले चाहिँ ठिक्क छ है, ठिक्क छ भने चाहिँ बिस्तारो यो स्टियरिङ सिधा गयो नि पाइयो कि। अहिले ग्याप ठुलो भएको थियो, अलिकति मिलाएको थियो, अनि सानो पनि भएको थियो, अलिकति मिलाएको थियो, बिस्तारो सिधा गरेर जाँदा यतिको हुनु पऱ्यो ग्याप चाहिँ। 18 इन्च जति ग्याप हुनु पऱ्यो। 18 इन्च रोक्नु ब्याक गर्दा चाहिँ जति रोक्नु नि पाउँछ। ठिक्क ग्याप ठिक्क, स्टियरिङ केही गर्नु भएन, ठिक्क छ। अब के कुरामा ध्यान दिनु पऱ्यो भन्दाखेरि चाहिँ तपाईँले गाडी कहाँ लगेर रोकेर पुरै यो घुमाउने, कहाँ दिने गरेर टर्निङ दिने भन्ने चाहिँ ध्यान दिनु पऱ्यो है। अब बिस्तारै आउने जति रोके नि पाउँछ ब्याक गर्दा चाहिँ बिस्तारै रोक्ने हेर्ने अझै परै छ टर्निङ। अब रोक्नु त हो ल, अब टर्निङको सबै काटिसक्यो है। बिस्तारै रोक्नु पर्छ हेर्ने है, रोकिरहनु पर्छ। अब उता हेर्नु, यता कतिसम्म उता चाहिँ कतिखेर बनाउनु जाने, कति भन्दाखेरि त्यो पहेँलो लाइन सिधा नभएसम्म पछाडिको पोल देखिन्छ। एउटा पोल देखिन लाग्यो अझै अझै। अब 2 राउन्ड खोल्नु, 1 राउन्ड 2 राउन्ड। अब ग्याप हेर्नु ब्रेक हान्नु, ब्रेक ग्याप। अलि यता गाडी बाङ्गो छ, यता गाडी बाङ्गो छ, जता ग्याप सानो हो त्यतैपट्टि हेर्नु पर्यो। स्टार्ट गर्नु, यस्तो स्टार्ट गर्यो भने चाहिँ फेल हुन्छ है। बराबरी भयो। अब यहाँ माथिको लुकिङ ग्लास नै हेर्ने, पछाडि गाडी आएको छ कि छैन होइन। अझै पछाडि जानु पऱ्यो। हजुर त्यो लास्टको त्यो 2टा पोल गर्नु पऱ्यो कि तपाईँ, 2टा पोल गर्नु, दायाँ बायाँ हेर्नु, माथि पनि हेर्नु गाडी कहाँनिर आएको छ र। अझै 2टा पोल गर्नु पऱ्यो नि त। अलिकति यता चाहिँ ब्रेक हान्नु अगाडि। अब चाहिँ लगभग ट्रायल पास गरिरहनु। अब लगेर गाडी राख्दैछु, ट्रायल पास। र यसरी चाहिँ हजुरहरूले सजिलै तरिकाले एलब्याक यानी कि टी चाहिँ कटाउन सक्नुहुनेछ। यदि हजुरहरूले भिडियोमा केही कुरा बुझ्नु भएको छैन र केही कुरामा चाहिँ कन्फ्युज हुनुभएको छ भने चाहिँ हजुरहरूले कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्न सक्नुहुनेछ। हस्त धन्यवाद।